तातो 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 रुम गएर चाहिँ अनि हामी गर्नेछौँ नयाँ एक्सपेरिमेन्ट। सो लेट्स सी, हेरौँ कस्तो हुन्छ हाम्रो पिज्जा। अब मेरो मेहनत जारी छ। सो मेरो मेहनतलाई अलिकति तपाईँहरूले पनि माया देखाइदिनु होला। दुबईमा यस्तो महँगो छ है कपडा फिटिङ गर्नलाई। मैं तो मेरा ब्लॉग तो नेपाली है, लेकिन मैं आप लोगों के सामने हिंदी में बात करता से। दुबई भन्नु मात्रै होइन, पैसा जतिसुकै कमाए पनि यहीँनिर सकिन्छ क्या। दुबईको पैसा चाहिँ यहीँ सकिन्छ। हेलो एभ्रिवान, सेवारो अनि नमस्कार, वेलकम ब्याक टु माई च्यानल। आई होप सबैजना सन्चै हुनुहुन्छ होला। म पनि एकदमै सन्चै छु र आज चाहिँ मेरो छुट्टी थियो। त्यो छुट्टीको दिनमा चाहिँ आज मेरो सानोतिनो काम थियो र त्यसको लागि चाहिँ म सतुवा जानेवाला छु, किनभने हामी बसेको एरियामा चाहिँ त्यस्तो केही छैन। सो त्यही सानोतिनो कामको लागि चाहिँ म सतुवा जाँदैछु। सो आज चाहिँ म मेरो स्कुटीमा जानेवाला छु। मेरो स्कुटी चाहिँ यहाँ पार्किङ छ सधैँ, अनि मेरो हेलमेट चाहिँ यहाँनिर छ। सो यो चाहिँ मैले मोटो ब्लगको लागि फिट गरेको छु होइन। सो अहिले बाटोको थोरै क्लिप पनि खिच्नेवाला छु र त्यस पछाडि चाहिँ सत्तबाट फर्केर आएर चाहिँ आज म घरमै मेरो एयर फ्रायरमा पिज्जा बनाउन ट्राई गर्ने छु फर्स्ट टाइम। सो लेट्स गो गाइस। सो फाइनली अहिले चाहिँ सत्तवाको एरिया आइपुगिसक्यो। अनि यहाँ चाहिँ कहाँ हो यस कुन हो 5 दिराम यसमा 5 दिराम अरे एयरपोर्टको। अब एकछिनमा म फर्केर त्यहीँनिर काट्नेवाला छु। अब चाहिँ 5 दिरामवालामा नर्मली अरूतिर भनेको 15-20 दिराम हुन्छ। सतुवामा चाहिँ त्यस्तै 10 दिराम। अब सतुवा जस्तो अरू यस्तै ठाउँहरूमा चाहिँ 10 दिराम 5 दिराम पनि हुन्छ। तर त्यही अनुसारको काम पनि हुन्छ। कोही पनि एक्चुअली आज म ट्राई गर्नेवाला छु 5 दिरामको कस्तो काटिँदो रहेछ भनेर। त्यो कालीहरू फेरि यहाँनिर आफ्नै देश हो भनेर हिँड्छ फेरि। गाह्रो छ नि हो साथीहरू। मलाई चाहिएको त यो हो क्या, यो चाहिएको हो। यो चाहिँ धेरै सफ्ट भएको भएर अनि यो मोटोमा चाहिँ टच हुन्छ क्या यसरी। त यो फेर्नु पऱ्यो भने यो फेर्नुको लागि चाहिँ पाइराखेको छैन। सो अब यहाँ सत्तामा अरू पनि छ अब यस्तो सपहरू स्कुटीको। सो अब अर्को सबतिर गएर खोज्ने के हुन्छ। पायो भने ठिकै छ, पाएन भने पनि अब के चाहिँ गरेर, पाएन भने अनलाइनतिर हेर्नु पर्यो। अनि मेरो चाहिँ त्यो स्कुटीको त्यो चेन्ज गर्न नमिल्ने रहेछ। स्प्रिङ चेन्ज गर्दा महँगो पनि पर्ने, प्लस नपाउने पनि रहेछ। सबै पुरै चेन्ज गर्नुपर्ने रहेछ। सो त्योहरू मैले चाहिँ अहिले यहाँनिर अब यसलाई अलिकति जुगाड टाइपको यसमा चाहिँ वासर हालेर यसलाई अलिकति माथि उठाउनु मिल्छ अरे। सो त्यही गर्न लागिरहेको छु। सो त्यही नै हो, मेरो स्कुटी चाहिँ अब यहाँनिर फिटिङ हुँदैछ। अब म चाहिँ ट्रेलर खोज्नु जानुपर्छ। ट्रेलर मेरो कपडा फिटिङ गर्नुपर्ने छ। सो मैले त्यही हो, स्कुटी चाहिँ भित्र लगाइसकेको छु। स्कुटी अब यिनीहरूले फिक्स गरिदिन्छ। सो त्यति दिन म चाहिँ अब कपडाको दोकान खोज्न जान्छु। सो कपडाको दोकान खोजेर मेरो पेन्ट फिटिङ गर्नुपर्ने हुन्छ। त्यही नै हो यहाँको काम। अनि कपाल पनि काट्नुपर्छ। साँच्चै त यार बिर्सिँदै रहेछु। दुबईमा यस्तो महँगो छ है कपडा फिटिङ गर्नलाई। कपडा फिटिङ गर्नलाई लेन्थ मात्रै त्यो छोटाउनु मात्रै क्या, त्यसलाई पनि 10 दिराम रे। अनि अलिकति साइडमा फिटिङ गरेर लेन्थ काट्नुको 21 दिराम अरे। बाफे यार 21 दिराम भनेको थोरै नेपाल कति हुन्छ हाम्रोमा? नेपालमा 50 कति लेन्थ मात्रै काट्यो भने त 10-20 दिराममा गरिदिँदैन नेपालमा अहिले। तर यहाँ चाहिँ फेरि सिधै 10 दिराम भनेको नेपालको 360 380 भन्छ त 10 दिराम भनेको लेन्थ मात्रै काटेको। बाफे क्या महँगो छ यार। गाह्रो हो दुबईमा त। दुबईको लाइफ चाहिँ गाह्रो छ साथीहरू। त्यही हो, दुबई भन्नु मात्रै होइन, पैसा जतिसुकै कमाए पनि यहीँनिर सकिन्छ क्या। दुबईको पैसा चाहिँ यहीँ सकिन्छ। त्यही नै हो यहाँको मेन के भन्छ त्यसलाई, मेन के भन्छ खासियत यहाँको स्पेसलिटी त्यही हो। जतिसुकै पैसा कमायो भने यहीँ सकिन्छ पैसा चाहिँ। म यहाँनिर आइसकेको छु एक ठाउँमा। यहाँ चाहिँ मैले यसको जाङ प्लस लेन्थ अनि थोरै जाङ भएपछि यसको आफै फिटिङ पनि भइहाल्छ। अनि यसको पनि जाङ गर्नलाई चाहिँ सो अघिको अर्को ठाउँमा चाहिँ लास्ट टाइम महँगो भनेको चाहिँ यहाँ पनि महँगै छ छन चाहिँ, पनि तर अलिकति थोरै डिस्काउन्ट दिएर यो चाहिँ मिलाएको छु। यहाँ चाहिँ दुईवटा गरेर 35 भनेको छ। सो त्यही हो, मेरो फिटिङको काम भइराखेको छ यहाँनिर। अब जान्छु म कपाल काट्नको लागि। सो कपाल काट्न गएर भेटौँ है त। सो फाइनली मैले फेरि आज अर्को ठाउँमा कपाल काट्ने भएँ। सबै ठाउँ सबै कुरा एकै ठाउँ हुने भयो क्या। सो यहाँनिर कपाल काट्यो, त्यहाँनिर पर अघि नै स्कुटी बनाएँ, अनि यतापट्टि कपडा फिटिङ गर्न दिएको छु। सो सबै काम नजिकै एकै ठाउँ हुने भयो। सो यहाँ चाहिँ कपाल काटेको पनि सस्तै छ। यहाँ पनि कति हो यो, हेयर कटिङ 5 दिराम, सेभिङ 5 दिराम, के बियर्ड कटिङ सब 5 दिराम रहेछ। सो म चाहिँ यहाँनिर आएको छु। सबै नजिकै भयो। सो त्यही नै अब यसको कपाल काटेर चाहिँ रुम फर्किनु पर्ने हुन्छ। अनि गएर चाहिँ आज म बनाउनेवाला छु मेरो फर्स्ट टाइम मैले पिज्जा चाहिँ मेरो एयर फ्रायरमा। सो गाइस सी यू। सो गाइस फाइनली आप तो आ रहे पीछे से, मुश्किल है ना। सो यही हो भाई ने दान कवर काटे। ये अपना भाई है, भाई ने कटिंग कर दिया है, बहुत अच्छे से कटिंग कर दिया। देखो
मैं तो मेरा ब्लॉग तो नेपाली है लेकिन मैं आप लोगों के सामने हिंदी में बात गर्दैछु है। त्यही हो केटा हो होइन, कपाल सपाल काटे चट्ट ह्यान्डसम भयो। अब चाहिँ लागिन्छ सिधै रुमतिर। सो अहिले चाहिँ के भन्छ अरे कपडा सपडा फिटिङ भइसक्यो, चाहिँ काम सकेको छ कपडाको पनि। सो कपडा पनि सक्यो, कपडा सकेर अब चाहिँ म निस्किसकेँ यहाँबाट कपडा लिएर। यही हो पसल चाहिँ। सो यहाँबाट कपडा लिइसकेँ मैले। अब चाहिँ अनि मेरो स्कुटी यहाँनिर छ। सो अब चाहिँ म डाइरेक्ट जाँदैछु रुम गएर चाहिँ अनि हामी गर्नेछौँ नयाँ एक्सपेरिमेन्ट। सो गाइस अहिले चाहिँ म फाइनली रुम आइसकेको छु। रुम आएर धेरै राति भइसक्यो, आएर खानासाना बनाएर खाना पनि पहिल्यै खाइसक्यो। सो पिज्जा चाहिँ बनाएर ट्राई गर्ने भन्थ्यो, त्यो चाहिँ अब मात्रै बनाउनु लागिरहेछ। सो त्यसको लागि चाहिँ मैले सामानहरू सबै लिएर आएको छु। यो टमेटो सस, यो चाहिँ हो डो, एउटा चाहिँ डो बोकेर आएको छु। अनि यहाँ छ सेमोलिना, अनि हामीलाई चाहिने सबै सामान चाहिँ मैले हिजो ड्युटीबाटै लिएर आएको छु क्या। अनि यहाँनिर छ चिज। सो यहाँ चाहिँ यो मैले यसलाई प्रिहिट गरिरहेको छु। यही हो एयर फ्रायर चाहिँ। सो यही हो एयर फ्रायर चाहिँ, यो चाहिँ प्रिहिट हुँदैछ। सो प्रिहिट पनि भइसकेको छ। सो अब चाहिँ हामीहरू अब चाहिँ म डोलाई ट्याक्क टुक्क लगाएर प्रिहिट भइसक्यो। सो डो चाहिँ मैले यही हो, डो चाहिँ कम्पनीबाटै बनेको डो लिएर आएको छु। तर यो चाहिँ यो डो चाहिँ हाम्रो यसको लागि चाहिँ ठुलो हुन्छ होला। सो यसलाई चाहिँ म काटेर बनाउन खोजिरहेको छु। यसको साइज यत्रो छ, सायद काट्नु पर्दैन होला। यसलाई दुईवटा होइन एउटै मात्रै बनाउनु पऱ्यो। सोचिरहेको थिएँ दुईवटा बनाउनु हो, तर एउटा मात्रै बनाउनु पऱ्यो। वरिपरि काटेर यसलाई वरिपरि काट्नु पऱ्यो। अनि अलिकति सानो बनाएर चाहिँ यहाँ हालेर ट्याक्क बनाउनु पऱ्यो होइन। सो त्यही हो गाइस। अहिले चाहिँ मैले यहाँनिर सेमुलेन अब घरमा त जुगाडियो त नि, के भन्छ अरे यो हाम्रो चपिङ बोर्डमा लगाएर यसलाई म ओपन गर्न लागिरहेको छु। तर यहाँ त गाह्रो हुँदो रहेछ बनाउनु, यो घुम्दैन यी सबै। यसमा अड्किँदो रहेछ, यो भुइँमा भए चाहिँ घुम्थ्यो होला, भुइँमा अलिक फोहोर छ। सो यसैमा गरेको मैले। अब यसैमा चाहिँ राम्रोसँग नखोलिने रहेछ पिज्जाको डो, त्यो पनि ठिकै छ। अहिले चाहिँ मैले पिज्जाको डोलाई चाहिँ ठुलो बेलेर अनि यो सानो यसको साइजको लागि बनाएको छु। सो खरीद के लिया वो 190 का ऐसा है। त्यही भएर यसलाई चाहिँ मैले अलिक सानै पो काटी पठाइएको छु कि क्या हो। यसलाई अलिकति थोरै ठुलो बनाउँछु, अलिकति धेरै सानो भएछ। तर धेरै पातलो भइसक्यो आज मेरो डो चाहिँ। मुस्किल नै फिर भी मैले यसलाई मजाले जसो म्यानेज गरिसकेको छु। अब चाहिँ म यहाँनिर सस हाल्दैछु, टमेटो सस चम्चीको सहाराले। सो 2 स्पुन भयो हुन्छ होला, 2-3 स्पुन हालिदिएँ मैले होइन। सो मैले चाहिँ बेजल पनि ल्याएको थिएँ, सो बेजल पनि लगाइदिएँ अलिकति। तर धेरै ल्याएको छु मैले सामानहरू चाहिँ। सो बेजल भयो, यो मोजरेला चिज सानो बोटमा ल्याएको थिएँ होइन। चिज पनि गइसक्यो। अब यसमा मैले चाहिँ अलिकति सालमन बिफ ल्याएको थिएँ। सालमन कि सालमन भन्छौ, यो स्लाइस होला इटालियन बिफ हो। यो बिफ भन्दा नि ल्याम होला, यो ल्याम। यसलाई पनि लगाइदिउँ च्याट्ट मिलाएर, टन्नै हालिदिएँ मैले बिफ ल्याम। अब यसको माथि चाहिँ जान्छ फेरि चिज होइन। यो हाम्रो रेस्टुरेन्टको यो चाहिँ स्ट्यान्डर्ड हो होइन। सो मैले त्यही फलो गरेको, मैले पनि यहाँ त्यही गरिरहेको छु। ल फाइनली अब यति नै यसको चाहिँ। अब यसलाई हालिदिन्छौँ हामीहरू ट्याक यहाँभित्र। चाहिँ यहाँनिर यसरी अप्सनहरू छ के। अब यो चाहिँ हेर्दाखेरि लोगो, पिज्जाको लोगो छ यो चाहिँ होइन। सो यसलाई मुभ गर्दै मेनु गर्दै पिज्जामा पुर्याउने। पिज्जाको 12 मिनट रहेछ। सो लेट्स सी 12 मिनट। अनि यसको टेम्परेचर चाहिँ यो अब यहाँ त खासमा 160 मात्रै छ, हामी राख्नेछौँ यसलाई 200 माथि जाँदैन यसको। अनि अरूले सुनेअनुसार अब यसको टाइम चाहिँ 12 मिनट छ। 12 मिनटबाट घटाएर यसलाई हामी 8 मिनटको बनाउँछौँ, किनभने मैले 8 मिनटको देखिरहेको थिएँ। सो लेट्स सी 8 मिनटमा कस्तो हुन्छ, फेरि पाकेन भने फेरि पकाउनु। सो स्टार्ट। ल पिज्जाको सिग्नल देख्न सक्नुहुन्छ यहाँनिर होइन, पिज्जाको सिग्नल 8 मिनट। सो यो चाहिँ पाक्न सुरु भयो। अब हाम्रो पिज्जा कस्तो हुन्छ हेरौँ त सबैजनाले है साथीहरू। अनि देख्न सक्नुहुन्छ दुबईको गर्मी। हाम्रो किचन चाहिँ अलिकति बाहिर छ, सो भित्र छैन, त्यही भएर एसी हुँदैन। त्यो एसी नभएको भएर देख्न सक्नुहुन्छ दुबईको गर्मी पिज्जा बनाउँदाखेरिको। सो मिहिनेत गरेको छु, तपाईँहरूको साथ सपोर्ट चाहिँ हुनुपर्छ, साथ सपोर्ट चाहिँ चाहिएको छ है। सो साथ सपोर्ट चाहिँ दिनु होला सबैजनाले।
बिस्तारै बिस्तारै म आफूले आफूलाई ग्रो अप गर्दै जानेछु, राम्रो राम्रो कन्टेन्ट, राम्रो राम्रो भिडियो, राम्रो राम्रो भ्लगहरू ल्याउने छु। सो मेरो मेहनत जारी छ। सो मेरो मेहनतलाई अलिकति तपाईँहरूले पनि माया देखाइदिनु होला। सो हाम्रो पिज्जा चाहिँ रेडी हुँदैछ, लेट्स सी पाकेपछि कस्तो हुन्छ है त। सो फाइनली पिज्जा चाहिँ बनिसकेको छ। पिज्जा चाहिँ यस्तो बन्यो, चिज चाहिँ एकदम धेरै जल्दो रहेछ। सो फाइनली पिज्जा चाहिँ बनिसक्यो। तपाईँलाई निकाल्न गइरहेको छु म है त। कस्तो भयो हाम्रो पिज्जा? हाम्रो पिज्जा फर्स्ट ट्राई हो यो। हो पछाडि हेरौँ, पछाडि पनि लगभग पाकेको जस्तै छ। डो सफ्ट भएर यसलाई अब काटौँ होइन। भाइ आओ, ये इतना ज़्यादा भी नहीं है। हो ट्राई गरौँ भनेको त यता लपक लपक झर्दैछ त। तातो 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 भयो रे। सो पिज्जा चाहिँ फाइनली बनाइयो होइन, फर्स्ट टाइम बनाएको। तर यो हाम्रो जुन हामी रेस्टुरेन्ट चलाउने डो छ त्यो चाहिँ यहाँनिर अलिक मजाले पाक्दैन रहेछ। सो यसको लागि चाहिँ अरू नि त्यो मार्केटमा पाउँछ नि पातलोवाला ब्रेडहरू, त्यो टाइपको ब्रेड ल्याएर चाहिँ अनि माथिबाट गएर चाहिँ टपिङहरू लगाउँदाखेरि चाहिँ दामी हुने जस्तो लाग्यो यसमा पनि पिज्जा। यो ओरिजिनल पिज्जाको डो चाहिँ यहाँनिर त्यति मजाले भएन, मैले जानिनँ पनि होला सायद। सो यही नै थियो आजको भ्लगहरू चाहिँ होइन। हजुरहरूलाई कस्तो लाग्यो आजको मेरो भ्लग होइन, अनि हाम्रो पिज्जा कस्तो भयो त पिज्जा पनि देखाइदिनु होला यता अलिकति। हाम्रो पिज्जा हजुरलाई कस्तो लाग्यो? यसले हेर्नलाई त राम्रै छ, अलिकति कालो कालो भए पनि किनभने चिज सबै डढ्यो। सो त्यही नै आजको लगाइदिने थियो। आजको ड्युटी चाहिँ डे अफ चाहिँ यसरी सकाइयो। त्यस सानोतिनो आफ्नो पर्सनल कामहरू गऱ्यो, त्यही हो सबै देखाइहाल्यो तपाईँहरूलाई। अनि आएर पिज्जा पनि ट्राई गऱ्यो फर्स्ट टाइम मेरो फार्ममा। सो ठिकै रहेछ, जस मिठो भएको छ, पिज्जा चाहिँ मिठो छ। थ्याङ्क यू सो मच फर वाचिङ सबैलाई। आजको लागि यति नै, आजको भ्लग यति नै। नेक्स्ट भ्लगमा हामी फेरि भेट्ने नै छौँ। त्यति दिनको लागि लाइक सेयर सब्सक्राइब गर्न नबिर्सिनु होला। मेरो क्यामेराम्यान चाहिँ पछाडि सिक गर्दैछ। सो भयो सबैलाई धन्यवाद धेरै धेरै। थ्याङ्क यू सो मच एभ्री वान। बाई बाई, सी यू इन द नेक्स्ट भिडियो।